एसएलसीलाई हाम्रा विद्यार्थी संगठनले मार्गदर्शक सिद्धान्त बनाउनु पर्दैन र शैक्षिक गुणस्तर सुधारमा विद्यार्थी संगठन गोलबद्ध भई हातेमालो गर्ने अनि एकै प्रकारको अवधारणा बनाएर अघि बढ्ने समय मेरो विचारमा गुज्रिन थालिसक्यो। देशको यो तीतो यथार्थलाई सम्झनुहोस् न सभाध्यक्ष महोदय, दिनमा 2000 देखि लिएर 2500 नेपाली नागरिकहरू रोजीरोटीका लागि वैदेशिक पलायन भएको काले लाग्दो तथ्य। तीमध्ये आधा संख्या त निश्चित तह पुरा गरेर रोजगारीको अवसर नपाई भौतारिरहेका म जस्ता विद्यार्थी वर्ग नै रहेका छन्। विदेशिएका लामो लस्करलाई कवि सुदेश सत्यालको कवितामा फर्केर आऊ आफ्नै घर विदेशीको त के पो भर छ र भन्ने महान अभियानमा अझै पनि विद्यार्थी संगठनले खुट्टा कमाउने हो कि फेरि खुट्टा घुमाउने निर्णय विद्यार्थी संगठनको हातमा रहेको छ। विद्यार्थी संगठनको हातमा रहेको छ। नेपालको प्रकृति, हिमशृङ्खला र पर्वतारोहणको पदयात्रालाई पर्यटन व्यवसाय बनाउन सकिन्छ र सक्नुपर्छ भन्न निर्णयज्यू विद्यार्थी संगठनले के भयो त आफ्नो देशको माटो केवल माटो नभई माटोको सम्बन्ध मुटुसँग गाँसेको हुन्छ। आफ्नो देशको जल केवल जल नभई जीवनदायिनी हो। आफ्नो देशको हावा केवल हावा नभई प्रत्येक मानिसको नसा नसामा प्राणवायु बनेको छ। आफ्नो देशको वनस्पति केवल वनस्पति नभई सञ्जीवनी बुटी हो भन्ने देश प्रेम र मानवतावादी विचार विकास गराइन शैक्षिक गुणस्तर विकास गर्न निर्णायकज्यू विद्यार्थी संगठनलाई इन्द्रजाल विद्या चाहिएला र विद्यार्थी संगठनले देशमा भएको रोजगारको खानी देखाउने हुर्मत गर्नुपर्छ। विद्यार्थी संगठनले देशको कालोबजारी, घुसखोरी र भ्रष्टाचारीलाई जडेदेखि उन्मूलन गर्न कम्मर कसेर लाग्नुपर्छ। उद्योग कल कारखानाका लागि कच्चा पदार्थ जम्मा गर्नुपर्छ। देश विकासको कार्यमा समर्पित भई जङ्गे पिल्लर सार्नेसँग बिना वर्दीका सिपाही बनेर सीमा रक्षामा तैनाथ रहनुपर्छ। खेर गएको जडीबुटी प्रशोधन केन्द्र खोली सञ्जीवनी बुटी बनाउनुपर्छ। खेर गएको पानी सिंचित गरी सिंचाइ योजना ल्याउनुपर्छ। कालीगण्डकीको तीरको पाषणलाई शालिग्राम बनाउनुपर्छ। जुम्लाको स्याउ काठमाडौँको जुस बनाउनुपर्छ। हुम्लाको जडीबुटी मानिसको जीवनबुटी बनाउनुपर्छ। तराईको अन्न लगेर हिमालको शेर्पाको पेट भर्नुपर्छ। हिमालको यासा गुम्बा ल्याएर तराईको मेचेको रोगको उपचार गर्नुपर्छ। मुगुको चौरीको छुर्पी विदेशी पाहुनाहरूलाई सुपारीको कुडको उपहार दिनुपर्छ। मेरो विचारमा विद्यार्थी संगठनको यही नै महत्त्वपूर्ण जिम्मेवारी, भूमिका र उत्तरदायित्व बन्नुपर्छ। तब मात्र राष्ट्रले काँचुली फेर्छ। 104 वर्षे जहानी राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न, जनआन्दोलनका माध्यमबाट लोकतान्त्रिक र गणतान्त्रिक शासन व्यवस्था ल्याउन, जनमैत्री संविधान सभाबाट पारित गराउन विद्यार्थी संगठन कालो अरिङ्गाल बनेर जाइ लागेको जुदो इतिहासलाई संगठनले बिर्सनु भएन नि। देशले रगत मागे मेरो बलि चढाउनु, रुदिनन् मेरी आमा ऊ नेपालकी छोरी भन्दै देशलाई आपत पर्दा नेपाल आमाको कसम खाएर आफ्नो जन्मभूमिको चन्दनको टिको लाएर तन मन वचन र कर्मले जुनसुकै साम दाम दण्ड भेद अवलम्बन गर्न पनि अब विद्यार्थी संगठन झुक्न र चुक्न हुँदैन। तब मात्र विद्यार्थी संगठनको भूमिका शैक्षिक गुणस्तर विकासमा मात्र नभएर राष्ट्र विकासमा समर्पित हुन्छ। त्यसैले त म भन्छु विद्यार्थी संगठनको भूमिका त्यति बेला बालुवामा पानी हुन्छ जति बेला आफ्नो माओवादीको नेताले दुध कालो हुन्छ भन्दा परर ताली बजाएर जय जयकारमा लाग्छन्, आफ्नो धराका त फुसुक्कै बिर्सन्छन्। विद्यार्थी संगठन स्वयं त्यति बेला जय जयकार हुन्छन् जति बेला देशमा व्याप्त छाउपडी घुम्डो जस्ता प्रताडित भइरहेको समयमा कुरीतिर कुन सरकारका